टोयलेट पनि दुईवटा छ है फेरि हाम्रो त एउटा दुईटा अक्सानको लागि हाँ माछी ने क्या है इसका मतलब है मादर फुली ल दामी दामी एउटा माछा पकडेछ यी मछली इधर यहाँ त मछली रुको रुको साग देखो साग 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 ओए मछली सो एभ्रीवान हेलो नमस्ते डियर माई फ्रेन्ड्स हाउ आर यू आई एम अल्सो गुड सो आज हामी के भन्छ स्विमिङ गर्न जाँदैछौँ सो स्विमिङ ज्याकेट प्लस मास्क र ग्लास पनि लिइसक्यौँ होइन मसँग 4 जनसँग छुट्टी थियो मालदिप्समा टक्कसँगले यहाँ चाहिँ समुद्र हो अब यो लगाएर चाहिँ डुब्दैन नि त मान्छेहरू हत डुब्दैन क्या यो लिएर हामी जाँदैछौँ ओए रुक जाओ इतना जल्दी क्या है अब माछाहरू मुनिको भिडियो बनाउन आँटेको मैले चाहिँ धेरै दिनपछि भ्लग बनाउँदैछु ल यसो हेरिदिनु होला यस्तै यो के भन्छ अक्सिजन भइहाल्यो यो चस्मा भइहाल्यो यो लाइफ ज्याकेट अनि यो कभर हो फोन कभर यो वाटरप्रुफ हो कभर है यो चाहिँ पानी मुनि हालेर यहाँ हाल्ने मोबाइल होइन यहाँ हाल्ने फोन अनि यहाँ हालेर भिडियो गर्न मिल्ने क्या बब्बाल के हो सिस्टमहरूमा कसम त केही बुझ्न सकिँदैन मसँग चाहिँ छन् अहिले बङ्गाली केटाहरू 3 जना होइन म चाहिँ नेपाली एक्लै हो समुद्र यहाँ धेरै पर त नजाने यो वरिपरि खेल्ने हो जोस् मान्छे डुबाउने जति छ गएर चाहिँ तर यसले डुब्नै दिँदैन मर्दा डुब्न दिँदैन त त्यही भएर अब के छ मेन्टेन्सहरू गर्ने घडी खोल्ने मोबाइल सोबाइल यहाँ हाल्छु है सबै अनि सबै रेडी भयो लगाएर अनि लाग्छु हामी है त आजको मौसम फेरि ओभर डेन्जर छ घाम पुरै चखिलो होइन घामले टल्काएर पुरै अँध्यारो कालो देखाएको होला मलाई पनि के गर्नु हो एउटा घामले मार्छ नि यो ठाउँमा यार डेन्जर छ घाम इधर पेन्नु इधर कैसा है भाई सब कुछ बढ़िया ये वीडियो यूट्यूब में आएगा ठीक है समझा ए राकी बोल यूट्यूब में आएगा ये वीडियो ओके सद्दाम ये चश्मा क्यों लाया फिर ये समुद्र में फेंक के जाएगा ये सही है हाँ लगाओ सामान ये रेडी हो चुका है ये भैया रेडी हो चुका है हम अभी रेडी होने वाला बाकी है सो अभी रेडी होके दिखाएंगे आपको कैसे रेडी होता है कपड़ा खोलना है पकड़ रहे पहिला यसलाई लाउने हैन पेन नहीं खुलेगा क्या पेन खुलने नीचे उतरना है अंडर ऑयल पहन के और नहीं तो स्विमिंग का कुछ भी नहीं रहता है पेन खोलना नहीं पड़ेगा और लाउने टक ऐसे वैसे नहीं है ऐसे यूट्यूब के लिए यो 2टा क्लिप भइहाल्यो अब मोबाइल यसमा हालेर अनि भिडियो गर्छु स्टार्ट कभर सबर खोल्नुपर्छ टक्कसँगले ए भैया जी रेडी हो चुका है रेडी नहीं हो अरे क्या देखाइ जान्छ एकछिन त गाइस ल म यो सब मेन्टेन गर्छु अनि स्टार्ट गर्छु है त ल गाइस सो म रेडी भइसकेँ टक्क भेसेस खोले केटाहरू पनि रेडी भइसक्यो यहाँ अलिकति मधुरो चाहिँ आउने रहेछ है भित्र यो उयोबाट मेन्टेन गर्नु होला यो कभरमा हालेको छु मैले अहिले अब यो सफा गर्नु छ यो सफा गरेर यहाँ अघि लिक्विड सिक्विड हालेको छ सफा गरेर अनि छिर्ने समुद्रमा यो माला लाएर छिर्ने हो टक्कसँगले आज माछाको भ्लग गरिदिने हो होइन ल आऊ केटा हो चप्पल दिइराखेँ यसले त उयो पनि लिएर आएछ यो चप्पल पैदल भैया हाजी भैया राखी बोल क्या है वो नीचे अरे बाप रे कस्तो धुप छ यार केटा हो त घाम पर्छ डेन्जर है ओह्रालो छ हो बाटो अब यसलाई घाँटीमा झुन्डाउनु पर्यो नि त पहिला है म घाँटीमा झुन्डाउँछु यो धोएर लाउने हो क्या यसरी यसरी हो लाउने है त्यो पानीमा छिरिसकेपछि अब
थोड़ी गाह्रो हुँदो रहेछ नाकमा घुस गयो पानी डाकमा पानी घुस गयो अरे सो गाइस हामी चाहिँ नुहाउँदा नुहाउँदै अलिकति अप्ठ्यारो परेर मैले मोबाइल एकछिन राख्दै होइन अनि नुहाउन आएँ फेरि नुहाउन जाँदैछु होइन अब तपाईँलाई माछा देखाउँछु कस्तो कस्तो छ यहाँ माछा ल माछाहरू भयो मुनि के हुँदो रहेछ जमिनको पनि क्या निकाल्दियो ल हेर्नु त अब ल कस्तो हुन्छ तपाईँलाई देखाउँछु त लेट्स गो गाइस लेट्स गो नाफा पानी छिर नाफा पानी छिर अलिक गहिरोतिर लान्छु ल खुट्टाहरू छन् माछा भेटिँदैन त यार माछा भइदिएर लगिदिउँ भनेको पक्नै नआतिनु म देखाउँछु तपाईँहरूलाई अझै पर लान्छु है त क्यों लाट मार रहे यत्रो फलाम निकाले ए साला कसम से देख यार हाथ इधर कसम से मछली 2-3 वो मछलीले मछली माछा पाले अरे हेर्नु त रुक जा मेगा आने यसले चाहिँ यहाँ पाइपबाट माछा निकालेछ है हेरौँ ल इधर बैठ ये वाला माछ छोटा तोरा माछ ऊपर तोरा हाँ ये देख किधर देखा किधर ये देख ए ल दामी एउटा माछा पक्रेछ गाइस एउटा माछा पकड़ेर लिएर आएछ यसले चाहिँ किधर से लेगा अंदर चला गया था ये और भी है क्या घर कर रहा है ए बड़ा मछली ए साला बड़ा वाला किधर बड़ा वाला आ गया इधर आया मादर चुत खोक काटा मेरा वाला भी काट दिया काटा डाल दे छोड़ दे समुद्र को पानी फेरि आँखा चाहिँ लास्टै पोल्छ क्या साइड में मछली पकड़ने के लिए साइड में बैठा है ए सदाम भोसड़ी के ये करें ये मछली इधर यहाँ से मछली रुको सार्क देखो सार्क ओए मत ए भाग गया मैं वीडियो करने वाला था
गाइस अलिकति गाह्रो भएर मैले निकालेँ मोबाइल है होइन। सो नुहाउँदैछौँ हामी चाहिँ यहाँनिर माछाहरू हेर्न पाइन्छ कि भनेर हेर्न आएको छु। हेर्नु न यता अलिक गहिरो गहिरोतिर हुन्छ माछा चाहिँ होइन। तपाईँलाई म देखाउँछु माछा प्रोटेक्सन कभर छ नि त त्यही भएर। यहाँनिर एउटा बाम माछा हो सानो पक्नु ल डुबेर जान्छ। ल गाइस हामीले त सक्यौँ नुहाएर 1 घन्टा जति नुहाइयो। सो नरिसाउनु होला भिडियो गर्न अलिकति पाइनँ मैले होइन मजाले, किनकि माछाहरू देखिएन त्यहाँ देखाइनँ मैले चाहिँ। अनि ज्याकेट स्याकेट खोलेर सबै अब जाने रुममा जाने नुहाउने। यहाँको नुन पानीले नगर्ने त हुँदैन नि त, स्विमिङ मात्रै गरेको नुहाएको। उहाँ जाँदैछ भने बङ्गालीहरू ओइ अब यो 2 दिन वर्ष क्या नुनको हो नि त, नुनको हो त्यो 2 दिन वर्ष यसलाई धुइदिएर जाने अनि रुममा। अच्छे से धोना, ये से हाम्रो ज्याकेट धोने कार्यक्रम हो। इसको भी धो देंगे ना, सबको धो दे, तुम्हारा फेमस हो जाएगा, टिकटॉक वीडियो यूट्यूब सब में जाएगा। साला तू इतना गार मारेगा उसके बाद भी फेमस नहीं हो पाया और ये फेमस हो जाएगा। हाँ जी हो जाएगा। देखो अरे कितना चिकना लग रहा है, नेपाल का लड़की इसके लाइन मारेगा, कमेंट में लाजिम बोलेगा। हाँ बोलेगा इसका नंबर दे दो, मैं नंबर दूंगा, तुम्हारा नंबर मेरे ग्रुप में डाल दो, ठीक है? जब मैं आएगा मैं उसको भेज दूंगा। वो किधर है फोन वाला, किधर है फोन रखने वाला? वो वाला रख लिया उधर। अब जाने रुमतिर यो पहिला बुझाइदिने सेक्युरिटीमा, अनि त्यो मास्क र अक्सिजन पनि बुझाइदिने पहिला होइन, चस्मा र अक्सिजन अनि जाने नभए गर्ने। अनि के हुन्छ अनि भाइ चाहिँ तकलाई ओ बाई बाईहरूलाई एउटा भन्न चाहन्छु, यो मुझे मेरो पीछे बालू है भैया, बालू है पीछे। यहाँ त हाम्रो रिसोर्टको समुद्र बबाल छ है, बबाल यस्तै हुनुपर्छ है। यस्तो ठाउँमा त बस्नुमा त भाग्य चाहिन्छ है, भाग्य अन्त भाग्य चाहिन्छ है। यहाँ लेखेर आउनुपर्छ, बस्नुपर्छ, मालदिप्समा छिर्नुपर्छ यस्तो ठाउँ चाहिँ मलाई। मुनि सार्क, यत्रो सार्क देखेको मासुलाई हो गया। हाँ हाँ माछी ने क्या है? इसका मतलब है मादर फुली, माँ वाला वो जो मुर्गी होता ना, ये वाला माछी निकलियो। ये बोल रहा है माछी ने क्या है? ये कौन सिखा दे रहा है तुझे? हाँ कौन सिखाया? कौन सिखाया? ये भैया हमने कब बोला ये सिखाया है? ये समय करेगा मुझे माछी क्या है? माँ चिकने किसको बोलता है मुझे मालूम है। देरे राम रुच्छा, धेरै राम्रो छ। कैसा हो? केचो ओए बंद कर दिया? केचो नहीं केचो, ए भन्छ केचो। बङ्गालीले नेपाली सिकेर ढस्दै बनाउने भयो। त्यस्तो मुनि छिर्छ क्या पानी बलाउने, यदि साफ गरिहाल्नुपर्छ। अनि बालुवाहरू साफ गरिदिनुपर्छ, भयो त्यस्तो जाने। सो भयो गाइस, अब सफा यति नै हो, धेरै हुनु पर्दैन। रुममा गएपछि नुहाइन्छ नि त। बाई बाई। यहाँ सो बाबातिर ल समुद्रबाट नुहाएर आइएको केटा हो, आयो भनेदेखि दिन्छ चौलाहरूको नुहाइदिएको, नुहाएर कपाल पनि सुकिसकेको छु, हस्पिटल पनि गएर आइसकेको। किनभने यो खुट्टामा कहाँ यो नङ गाडेको छ नि त यहाँनिर, अनि यसले दुखाइ गऱ्यो, त्यो भएर एकछिन हस्पिटल गराएर दबाई सुकेर यहाँको यो लुगा सुकाइरहेछ। यहाँ त्यो नुहाएको लुगाहरू यहाँ चाहिँ सेन्डो सुकिसक्यो, घाम त्यस्तो चाहिँ। यही कट्टु लगाएको थिएँ, यो चाहिँ हिजो लगाएको थिएँ, यसलाई धुन लानु पर्ने छ होइन। यी घाम लागिरहेछ,
टाइम अहिले ठ्याक्कै 6 बज्यो घाम पुरो लागिरहेछ सिधै अगाडिबाट यो बेलुकीको साँझे घाम हो चाहिँ यता यहाँ के अरे त्यो मुनि किचन छ नि त यहाँ मेन किचन हो नि त यो मुनि खाएको त्यो पकाएको बास्नाहरू सबै उडाएर यतातिर लिएर आउँछ अनि यही पाइपबाट उ त्यहाँ सोलर भयो उता पनि सोलर उहाँ माथि पनि सोलर छ छाना सबै यता पनि सोलर यता पनि सोलर उपर यो छानाको माथिको एसी भइहाल्यो अनि यो चाहिँ हाम्रो रुम हो मेरो रुम C21 G21 भन्ने मेरो रुम हो होइन मेरो बेड चाहिँ यहाँ छ यो भित्रपट्टि छ घाम पहेँलो लागेको छ पहेँलो घाम लागेको छ अब खाना जानुपर्ने छ एकछिन भोक लागिरहेछ अघि दिउँसो फेरि खाना जस्तो थियो क्या राम्रो थिएन मिठो थिएन अनि धेरै खाइएन नि त अम्बक सम्बक खाएर बसेर अनि गएको पौडी खानालाई केटाहरूलाई बोलाएको खाना त खाइयो त्यो थोरै खाइयो क्या जो 4-5 चम्ची खायो होइन त्यसै सकेर खाना अब मिठो नभएर बिफ बनाउँछन् खालि गाई गोरु बनाउँछन् यिनीहरूले अनि त्यो खाइन्छ त खाइँदैन दालसँग हुँदैन अनि नुहाइधुवाइ गरेर रेडी भएर बसेँ अब रुमतिर छिरौँ हाम्रो रुम टन ल लाइट अफ रहेछ यो हो मेरो बेड तौली बिगारेको रहेछ यस्तो हो क्या तौली चाहिँ लाइट होइन अब 6 बज्यो अब 1 घन्टा त्यस्तैतिर जाने खाना खानालाई ऐना त हेर्नुपर्छ केटा हो ऐना चाहिँ मेन हो यहाँको भनेको किनभने अब बिहान ड्युटी जाँदाखेरि ऐना हेरेरै जानुपर्छ यता ट्याग लाउनुपर्छ यता नेम ट्याग हाल्नुपर्छ यता क्याप हेर्नुपर्छ यता कलर मिलाउनुपर्छ सब मिलाएर जानुपर्छ त्यही भएर टोइलेट पनि 2-2वटा छ है फेरि हाम्रो त एउटा 2टा अक्स हाल्नको लागि बाथरुम पनि 2टा छ है रुम चाहिँ बाबा छ रुम लग्जरी रिसोर्टको लाइफ लग्जरी नै हुन्छ होइन हल्का बाथरुम छिर्नु पऱ्यो बाथरुम छिर्दिरहेको अनि अब भ्लग पनि छैन बोल्ने केही नै छैन अब के देखाउनु तपाईँहरूलाई देखाउने अब ठाउँै छैन जाने मेन ठाउँतिर जान पाइँदैन अब रुमतिर कुना काप्चा गर्दै देखाउने त भने हेर्दै बस्नु यही भयो नि अब एकछिन ढल्किदिन्छु म अब एकछिन ढल्ने ल अब बन्द गर्छु भिडियो पनि म है त अब कुनै दिन फेरि त्यस्तै मौका परेर काम परेर टाइम मिलेछ भने बनाउँछु है ल त बाई बाई।